हेलो गाइस म चाहिँ अब हाम्रो चाहिँ यहाँ होइन भ्लग बनाउँदैछौँ होइन यमरी भ्लग हामी यमरी बनाउँदैछौँ होइन टक्क लगाएर मेरो बुढी चाहिँ लाइभ बसिरहेको छ होइन अब यो चाहिँ भिडियो युट्युबमा आउँछ है गाइस युट्युबमा पनि गएर हामी यसो सपोर्ट गरिदिनु होला कसरी हाँस्छ त्यसलाई भनिदेऊ यस्तै हो बुढाबुढीको जिन्दगी के गर्नु काम गर्नै पर्यो होइन खानै पर्यो होइन रक्सी खानलाई पनि पैसा कमाउनै पर्यो होइन के गर्नु घुम्न जानै पर्यो भने घुम्न नगएको 2 वर्ष हुन लागिसक्यो कमेन्ट गरौँ सबैले कमेन्ट गरौँ ल हेर्नुहोस् गाइस चाहिँ हामी चाहिँ यसरी लाइभ बसिरहेको छौँ साथीभाइहरूले चाहिँ होइन कमेन्ट गरिरहेको छ ल छिटो कमेन्ट गरौँ ल म यहाँ चाहिँ होइन पुरा यो भ्लग बनाइरहेको छु गाइस ल छिटो सबैजनाले कमेन्ट ट्याम कमेन्ट गरिहाल्नु ल छिटो यसको भन्दा मैले ट्याग गर्दै लाइभ पनि जम्मा 17जना मात्र रहेछ ल लाइभमा पनि ल छिटो सास अड्केला रे दाइले नाच्नु धेरै त्यसरी हाँस्नु रियलमा त अर्केरै हाँस्नु दाइको रियल हाँस्नु त्यस्तो हो के ख्वा मलाई पनि थाहा छैन के तपाईँहरूले भन्दा याद यो खास हाँसो के भएको होइन गाइस होइन पहिला त म यसो मुसुक्क हाँस्थेँ होइन अनि केटीहरूले हेऱ्यो भने केटीहरू फिरा हुन्थ्यो होइन अनि केटीहरू फिरा भएपछि त मेरो बुढी रिसाउने यो हाँसो भएन भनेर अनि मलाई यो होइन पागल भएँ भनेर होइन हाँस्न लगायो कि यो अर्को तरिकाले खास मेरो हाँसो त मुसुक्क हाँस्ने होइन केटीहरू पनि फिसिक्कै पट्टिने होइन त्यस्तो हाँसो थियो गाइस अनि हुँदा यस्तो हाँसो भइसक्यो अब नहाँसो भन्दा पनि ख्याक आउँछ हो के गर्ने हो अब ल ल अब मोमो होइन म के अरे रोडको 2 पाङ्रा भन्ने दुई पाङ्रा भनेर अनि मोमो नबनाउने जाने यस्तो त कहाँ हुन्छ त है गाइस यो चाहिँ हाम्रो यहाँ भ्लग बनिरहेको छ है भ्लग हेलो गाइस बुढाबुढी भ्लग तपाईँले स्वागत छ हाम्रो युट्युब च्यानलमा तपाईँले मलाई चाहिँ देख्नु हुँदैन है फेरि बुढाबुढी 100मा पनि गएर सब्सक्राइब गरिदिनु होला ल यस्तै हो हामीले भ्लग बनाउँदैछौँ के गर्नु अब पैसा कमाउनु सकेको होइन गाइस जति काम गरे पनि जति दुःख गरे पनि नेपालमा त्यही हो ग्यासको भाउ छोइन सक्नु भइसक्यो पेट्रोलको भाउ 200 हुन लागिसक्यो अब कसरी खाने कसरी खुवाउने यहाँ टेन्सन भइसक्यो मलाई यहाँ पागल म चाहिँ हुन लागिसक्यो कि गाइस तैपनि तपाईँहरूलाई मिठो चिजहरू बनाएर खुवाउँदैछु हेर्नुहोस् आउनुहोस् होला हाम्रो बुढाबुढी नेवारी रेस्टुरेन्ट नाला मुख चोक पोखरामा ठुकै निल्नु पर्यो यहाँ अनि अरू केही भन्नु छ अरू अनि हाम्रो नेवागल्लीमा अहिले हामीले पसल आउटलेट सरेको छौँ होइन नेवागल्लीमा आउनु होला टक्क आएर चट्टो लाएर होइन कटनको बेडसिट होइन चट्टो लाएर कटनको बेड कभर चिप्ले ढुङ्गामा ठ्याक्कै चिप्ले ढुङ्गाको हल्का यसरी नेवागल्ली स्वाट छिरेपछि ठ्याक्कै पुगिहाल्छ ल अनि अरू के भन्नु छ सबैले हाम्रो भ्लग चाहिँ हेरिदिनु होला ए म देख्यो त्यहाँ मोबाइलमा हे लाइभमा म देख्यो यस्तो ताले त भएन नि म यहाँ लाइभमा देख्यो तिमीले यो के गरेको बुढी यो के गरेको यस्तो ताले हुन्छ हेर्नुहोस् अब करेन्टको पनि अब खै अब भाउ बढिसकेको छ अरे कति रुपियाँ अरे ल गाइस अब त अहिलेको भ्लग चाहिँ सकेको छ अब यो नेक्स्ट भ्लग आउँछ यो भ्लग पछि चाहिँ अर्को नेक्स्ट भ्लग मोमो भ्लग